हेलो हाम्रो सेकेन्ड लटको खरबुजाहरू चाहिँ लो टनेलको यतापट्टि छ। यतातिर हेर्नुस्, यतातिर काँक्राहरू छ है। अनि यसै गरी चाहिँ हाम्रो चाहिँ टनेलभित्रको करेलाहरू है लगभग अब निस्किने भइसकेछ है। केही दिनमा यो अब निकाल्ने भयो, निकाल्नु पर्ने हुन्छ अब यो हामीले। यो चाहिँ हाम्रो दुईटा ठुलो टनेलभित्र छ। यतापट्टि देख्न सक्नुहुन्छ यसरी, यताबाट पनि छ है। अर्को चाहिँ यतापट्टि छ टनेल। यता देख्न सक्नुहुन्छ यसमा यो चाहिँ अलिकति ढिलो, त्यो चाहिँ पहिलो अगाडि नै लगाएको हो त्यो अर्को टनेलमा। यसमा चाहिँ अलि हामीले ढिलो लगाएको हो यसमा चाहिँ, किनकि अलि अगाडि र पछाडि निकाल्ने हिसाबमा चाहिँ हामीले यसरी लगाएको हो। यो टनेलभित्रको जसरी यो खरबुजा लगाएको थियौँ हामी त्यसरी नै, केही चाहिँ अगाडिको लटमा निकाल्ने, केही चाहिँ पछि निकाल्ने भन्ने उद्देश्यले चाहिँ हामीले यो गरेको हो। यतापट्टि देख्न सक्नुहुन्छ, आज चाहिँ सूर्य पनि बवाल देखिँदैछ। हाम्रो चाहिँ तेस्रो पछिको यो खरबुजा र काँक्राहरूको पछि पनि फेरि हामीले उतापट्टि अर्को लो टनल बनाएको थियौँ। उता टाढा देख्न सक्नुहुन्छ, उतापट्टि भर्खरै त्यसको चाहिँ टनलहरू हामीले हटायौँ। त्यसमा गोडमेल गर्न अलिअलि बाँकी नै छ। चाराहरू निकाल्दैछौँ यतापट्टि परतिर। यतापट्टि चाहिँ हाम्रो थोरै अलिकति पछिको खरबुजाहरूको अवस्था यस्तो छ। त्यसै गरी यतातिर चाहिँ हाम्रो लोकल काँक्राहरू यता छ। यतापट्टि देख्न सक्नुहुन्छ। हाम्रो यो भिडियोलाई हजुरहरू हेर्दै हुनुहुन्छ भने कृपया लाइक, कमेन्ट, सेयर र सब्सक्राइब पनि गरिदिनु होला है। हस्, थ्याङ्क यू, धन्यवाद।